के तपाईको पनि टाइपिङ यस्तै छ? यदि छ भने एक पटक यो भिडियो हेर्नुहोस्। 11 वर्षको मान्छेले टाइपिङ हेर्नु 82। यो भिडियो मेरो 12 वर्षीय 6 कक्षामा पढ्ने भाइको भिडियो हो। भिडियोमा भाइले 82 वर्ड्स पर मिनेट अर्थात् 1 मिनेटमा 82 वर्ड्स टाइप गरेको छ। यो देख्दा तपाईलाई पक्कै पनि लाज लाग्यो होला, तर अब लाज नमान्नुहोस्, किनभने यो भिडियो पुरा हेरिसकेपछि तपाई पनि टाइपिङ मास्टर हुनुहुनेछ। यो भिडियोमा मैले 5 यस्ता टिप्स एन्ड ट्रिक्सको कुरा गरेको छु जसलाई फलो गरिसकेपछि तपाईलाई फास्ट टाइप गर्न कसैले पनि रोक्न सक्दैन। एउटा अर्को कुरा, टिप नम्बर 5 अलिक बढी महत्त्वपूर्ण छ है, त्यसैले भिडियो पुरा हेरेर लाभ लिनु होला। सो गाइज, वेलकम टु डिबगिङ इन्जिनियरिङ। लेट्स गेट स्टार्टेड। नम्बर 1, फिंगर प्लेसमेन्ट एन्ड प्र्याक्टिस। यदि तपाई पनि चराले ठुङ्गे जसरी नै 2 औंलाले किबोर्ड ठुङ्नुहुन्छ भने अब यसो गर्न छोडिदिनुहोस्, किनभने यसले तपाईको टाइपिङ स्पिड कसै गरी पनि बढ्न सक्दैन। अब तपाईले आफ्नो 10वटै औंला चलाउने दिन आएको छ। देब्रे हातको कान्छीदेखि चोरी औंलासम्म ए देखि एफ, दाहिने हातको चोरीदेखि कान्छी औंलासम्म जे देखि सेमिकलन र 2वटा बुढी औंला स्पेस बारमा राखेर सुरु गर्नुहोस्। सुरुमा धेरै गाह्रो हुन्छ। यसलाई छोडेर फेरि 2 औंले तरिका अपनाउन मन लाग्न सक्छ, तर अहिले गरिएन भने कहिले पनि गर्न सकिँदैन भनी अघि बढ्नुहोस्। त्यसकारण प्र्याक्टिस अति आवश्यक हुन्छ। प्र्याक्टिस गर्दा पनि गधाले भारी बोके झै गर्ने होइन। त्यसैले अब 2 नम्बर टिप अपनाउनुहोस्। नम्बर 2, प्र्याक्टिस अन अल किज। अब टाइप गर्दा आफूलाई सजिलो लाग्ने वर्ड अथवा लेटर मात्र टाइप गरेर हुँदैन, त्यसैले सबै लेटर र सिम्बललाई समेट्ने गरी टाइप गर्नुपर्छ। यसका लागि इंग्लिशमा यस्तो सेन्टेन्स छ जसमा सबै लेटर समावेश गरिएको छ। अ क्विक ब्राउन फक्स जम्प्स ओभर द लेजी डग भन्छ। त्यसैले अब तपाईले यो सेन्टेन्सलाई दिनको 50 देखि 100 सम्म टाइप गर्नुपर्ने हुन्छ। सुरुमा वाक्क दिक्क लाग्न सक्छ, तर कुनै पनि कुरा निरन्तर गर्ने हो भने त्यस कुरामा बानी बस्न समय लाग्दैन। ठिकै छ, यदि अल्छी लागिहाल्यो भने टिप नम्बर 3 लाई सम्झिनुहोस्। नम्बर 3, टेस्ट योर टाइपिङ स्पिड। इन्टरनेटमा यस्ता थुप्रै वेबसाइट्सहरू छन् जसमा तपाईले आफ्नो टाइपिङ स्पिड टेस्ट गर्न सक्नुहुन्छ। त्यसमध्ये एक माई पर्सनल फेभरेट साइट भनेको monkeytype.com हो। ब्राउजरमा गएर monkeytype.com सर्च गर्नुभयो भने यस्तो खालको इन्टरफेस खुल्छ। यहाँ तपाईले आफूलाई चाहिए अनुसारको टाइम, डिफिकल्टी र अन्य अरू कुराहरू सेट गरेर टाइप गर्न सक्नुहुन्छ। टाइप गरिसकेपछि तपाईले आफ्नो एक्युरेसी, प्रोग्रेस र कन्सिस्टेन्सी पनि ट्रेस गर्न सक्नुहुन्छ। त्यसैगरी अर्को वेबसाइट भनेको 10fastfingers.com हो। यहाँ पनि तपाईहरूले टाइपिङ टेस्ट गर्न सक्नुहुनेछ, साथै अरू तपाई जस्तै थुप्रै टाइपर्सहरूसँग कम्पिट पनि गर्न सक्नुहुनेछ। त्यसैगरी टाइप रेसर र टाइप रस यस्ता वेबसाइट हुन् जहाँ तपाईहरूले टाइप गरेर गेम खेल्न सक्नुहुन्छ। अब यी सब कुरा त छँदैछन्, तर टिप नम्बर 4 को स्वाद नै बेग्लै छ। नम्बर 4, युज योर च्याटिङ एप्स अन पीसी। तपाईले युज गर्ने च्याटिङ एप्स जस्तो मेसेन्जर, व्हाट्सएप, डिस्कर्ड आदि पीसीमै इन्स्टल गरेर चलाउन सक्नुहुन्छ। सोशल मिडियाहरूमा पोस्ट, कमेन्ट र शेयर गर्दा पनि पीसीबाट नै गर्नुहोला। यसो गरेमा तपाईलाई टाइप गर्न बाध्यता हुन्छ अनि बानी पनि बस्छ। अन्त्यमा टिप नम्बर 5 अपनाउनु भएन भने यति गरेको मतलब नै हुँदैन। त्यसैले यो म्याजिकल टिप कसै गरी पनि नछुटाउनु होला। सो टिप नम्बर 5 हो कन्सिस्टेन्सी अर्थात् स्थिरता। अहिलेको जमानामा कन्सिस्टेन्ट भइएन भने केही पार लाग्दैन। एक दिन गरेर छोड्ने हो भने यो भिडियो हेरेको कामै लाग्दैन। त्यसैले तपाईको जीवनको 5 मिनेट यो भिडियोमा इन्भेस्ट गर्नु भएको छ। अब दिनको 1 घण्टा टाइपिङ गर्न तर्फ लाग्नुहोस्। थोपा मिलेर समुद्र बन्छ भने चाहिँ 1 घण्टा मिलेर 24 घण्टा बन्छ र यसैले तपाईलाई दिगो बनाउन सक्छ। यो भिडियो हेर्नु भएकोमा धेरै धन्यवाद। यो भिडियो तपाईलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक र सब्स्क्राइब गरिदिनु होला अनि एउटा मिठो कमेन्ट पनि छोडिदिनु होला है त। हजुरको दिन शुभ रहोस्। हस्त, धन्यवाद।